सम्पूर्णमा नमस्कार। मेरो कविताको शीर्षक छ जो मरे पनि मर्ने त नेपाली नै हो। 2062-63 को आन्दोलनको मर्मलाई भुलेर जनयुद्धका शहीदहरूले बगाएको रगतलाई कुल्चिएर कल कारखाना उद्योग धन्दा सबै ठप्प गरायौ। नागरिकलाई बेरोजगार बनाएर मुगलानतिर लर्को झार्यौ। नागरिकलाई बेरोजगार बनाएर मुगलानतिर लर्को झार्यौ। कहाँ थिए कसरी आए अहिले कहाँ छु सबै बिर्सियौ। कहाँ थिए कसरी आए अहिले कहाँ छु सबै बिर्सियौ। पदीय दायित्व र भूमिकालाई चटक्क छोडेर भ्रष्टाचारमा लतपत्त मुछियौ। असल मेहनती र इमान्दारलाई हटाएर भाइ भारदारहरूलाई पोस्दै गयौ। साँडेको जुधाई बाछाको मिचाई सोझा साझाहरूलाई जमिनमै मेटायौ। साँडेको जुधाई बाछाको मिचाई सोझा साझाहरूलाई जमिनमै मेटायौ। महासागरमा तैरिएको ढुङ्गाले झैं आफ्नो पाइलाहरू मेटाउँदै गयौ। महासागरमा तैरिएको ढुङ्गाले झैं आफ्ना पाइलाहरू मेटाउँदै गयौ। आफ्नै पार्टीभित्र पनि गुट उपगुटहरू खडा गरेर आफ्नो अस्तित्व घटाउँदै गयौ। आफ्नै पार्टीभित्र पनि गुट उपगुट खडा गरेर आफ्नो अस्तित्व घटाउँदै गयौ। आफ्नो विचारसँग अलिकति पनि असहमतहरूलाई यो वा त्यो नाममा फसाउँदै गयौ। आफ्नो पार्टीसँग अलिकति पनि असहमतहरूलाई यो वा त्यो नाममा फसाउँदै गयौ। विदेश हिँड्न नसकेर बचे कुचेका युवाहरूलाई म नै सर्वेसर्वा हुँ भनेर भजाउँदै गयौ। विदेश हिँड्न नसकेर बचे कुचेका युवाहरूलाई म नै सर्वेसर्वा हुँ भनेर भजाउँदै गयौ। प्रतिफलमा आज संविधानले नै नचिनेको राजा ल्याउनु पर्छ भनेर एकाथरी जाग्दैछन्। संविधानले नै नचिनेको राजा ल्याउनु पर्छ भनेर एकाथरी जाग्दैछन्। अर्काथरी भयभरको शक्ति प्रयोग गरेर परास्त गर्न लाग्दैछन्। अर्काथरी भयभरको शक्ति प्रयोग गरेर परास्त गर्न लाग्दैछन्। बा आमा दाजुभाइले कसरी देख्न सक्छन् आफ्नै सन्ततिको खुन। बा आमा दाजुभाइ आफन्तले कसरी देख्न सक्छन् आफ्नै सन्ततिको खुन। जसले जसलाई मारे पनि आखिर मर्ने त नेपाली नै हुन्। आखिर मर्ने त नेपाली नै हुन्। यो मर्मलाई कृपया सबैले बुझिदिनु होला। धन्यवाद।